बोलेर मात्रै त आफ्ना कति दुःख पीडाहरू व्यक्त गर्न सकिन्छ र जति तपाईँ बोल्नुहुन्छ बुझ्नेवालाले त्यति मात्रै त बुझिदिन्छ। तर तर तपाईँ दुःख पीडा व्यक्त गर्न बोल्दै गर्दाखेरिमा तपाईँका आँखाबाट बगेका आँसुले अनायासै हजारौं पीडाहरू बोलिदिन्छन्। एकपटक यो भिडियो हेर्नुहोस्। तराई त खतम भइसकेछ। काठमाडौँको मान्छेले जुन हेर्छ नि तराई, यहाँ काठमाडौँबाट के खतम भइसकेछ तराई। तराईमा त्यो किसानले खाद पाउँदैन। त्यो ड्रग्स तपाईँ हेर्नुहुन्छ नि, ड्रग्स तराईमा त्यो अति चरम सीमा पार छ। यङ जेनेरेसनहरू सबै खतम भइसकेछ। तपाईँ गएर हेर्नुहोस्, बोर्डरमा फ्रीली पाइरहेछ के ड्रग्स, ट्याब्लेट फ्रीली पाइरहेछ। मतलब यो जति भन्नुहुन्छ जति भन्नुहुन्छ तपाईँ ब्राउन सुगरदेखि लिएर जे पनि कुरा गर्नुहोस्, त्यस्तो त्यस्तो मान्छेलाई चिन्छु म केही खाँदैन के। जति बेला हामी पढ्थेँ, आजभन्दा तपाईँको 5, 7, 8, 10 वर्ष पहिला हामी पढ्ने बेलामा एउटा अर्कै कल्चर थियो। अहिले हेर्नुहुन्छ नि गएर तपाईँ युथ राम्रै बाँच्नै पाइरहेको छैन क्या। प्रोटेस्ट एउटा मलाई जुन त्यो ट्रिगर गरिरहेको थियो नि कुरा, ड्रग्स तपाईँले गएर पत्ता लगाउनुहोस्। जति प्रहरीलाई सोध्नुहोस्, जति मोटर चोरी हुन्छ नि, जुन धान पठाउने मोटर भयो, साइकल बाइक चोरी भयो, त्यो सब त्यो ड्रग्स खाने बच्चाहरूले चोरी गरिरहेको छ। मधेसका सिधा साधा जनताहरूसँग वर्षौंदेखि एक थान साडी, 1 किलो मासु र 2-4 हजार दाममा अमूल्य भोट किनेर यो देशको केन्द्र राजधानीमा बसेर शासन सत्ता चलाइरहेकाहरूले एकपटक यो भिडियो पुरै हेरौं। आफ्नो मनभित्र बोलेर बताएरै नसकिने हजारौं पीडाहरू भइसके पछाडि आँखाबाट बरर झरेका आँसुहरू मार्फत यो सरकारलाई, यहाँको सर्वसत्तावाद सरकारलाई आफ्ना पीडाहरू देखाइरहेका, बोलिरहेका यी व्यक्ति हुन् साथीहरू जेनजी अभियन्ता पुरुषोत्तम यादव। कान्तिपुर टेलिभिजनको एक कार्यक्रममा यिनले अन्तर्वार्ता दिने क्रममा बोल्दा बोल्दै आँखाबाट यसरी आँसु झारे। बोलेरै त कति पीडा व्यक्त गर्न सकिन्छ, तर यी आँखाबाट अनायासै बगेका आँसुका ढिकाहरूले यहाँनिर हजारौं पीडाहरू व्यक्त गरिरहेको छ। वर्षौंदेखि यो राज्यले गरेको दमन, शोषण, बेवास्ता, केन्द्रीय सर्वसत्तावाद, अनागरिक सरहको व्यवहार र थिचोमिचोबाट थकित बनेर झरेका आँसुहरू हुन् साथीहरू। यी युवाको आँसुले प्रष्ट भनेको छ कि काठमाडौँले कहिल्यै पनि मधेस देखेन, काठमाडौँले कहिल्यै पनि मधेसको पीडा देखेन, त्यहाँनिर नागरिकहरूले वर्षौंदेखि भोगिरहेको उत्पीडन देखेन। अझ त अझ मधेसबाट आफूलाई मधेसीको मसिहा हुँ भन्नेहरू पनि तिनै मधेसीहरूको भोट लिएर काठमाडौँ गइसके पछाडि त्यही सर्वसत्तावादमा रमाउन थाले। फेरि यिनीहरूले कहिल्यै फर्किएर आफ्नो धरातललाई हेरेनन्। त्यही धरातलबाट तिनै मधेसीहरूको बहुमूल्य भोट लुटेर त्यहाँसम्म पुगेकाहरू पनि आज आफ्नै स्वार्थ, सत्ताको खेल, राजनीतिक भागबण्डा, आफ्नाहरूलाई नियुक्ति, परिवारवाद, सर्वसत्तावाद यिनै कुराहरूमा रमाइरहेका छन्। तर तिनीहरूलाई भोट दिएर जिताउने जनताको अवस्था भने जहिले उस्ताको उस्तै। अझ भनौं कि साथीहरू झन्झन बिग्रँदो छ। यिनै युवा पुरुषोत्तम यादवले भने जस्तै पछिल्लो समय तराईका धेरै भागहरूमा विभिन्न किसिमका लागू औषध दुर्व्यसनीहरूले युवाहरू छेद विच्छेद बनेका छन्। केही गरौं त देशमा रोजगार छैन, कहीँ केही गरिहाले पनि दिनभरि काम गर्दा साँझ छाक टार्न सम्म